हेलो गाइस, गुड मर्निङ। आज म काठमाडौँ जाँदैछु। अहिले चाहिँ म मेरै गाउँको घरमा छु अनि अहिले चाहिँ म एक्लै काठमाडौँ जाँदैछु किनभने हिजो अस्ति म काठमाडौँबाट आएको थिएँ, फेरि काठमाडौँ रिटर्न हुँदैछ। ओके गाइस, लेट्स सी। जाने चाहिँ यही बाटोदेखि हो गाइस। हिजो पानी परेछ फेरि अनि बाटोहरू पनि बिग्रिरहेछ अनि गाडी भएको ठाउँमा पुग्नलाई चाहिँ लगभग यहाँदेखि 20-25 मिनट लाग्छ गाइस। गाडी चाहिँ यहाँ नजिक छैन अनि रोड चाहिँ गाडीको रोड चाहिँ हाम्रो यहाँदेखि उतापट्टि खोला भन्दा नि उतापट्टि जानुपर्छ अनि बल्ल रोड आइपुग्छ। म चाहिँ यता जस्तै हाम्रो घरपट्टि चाहिँ रोड छैन, रोड चाहिँ यता खनेको थिएँ। यता रोड खन्दाखेरि चाहिँ रोडहरू चाहिँ पुरै भत्किएछ, एउटै राम्रो छैन होइन। तर यताबाट गाडी हिँड्दैन थिए अनि यता छ खोल्ची, तर यो खोल्ची चाहिँ सबै पुरै गाडी नै गाडी भइसक्यो अनि यो बाटो हुँदै हामी खोलामा आइपुग्छ अनि ओके गाइस, म चाहिँ जाँदैछु होइन गाडी भएको ठाउँमा। यो खोला, गाउँको खोला चाहिँ यस्तो हुन्छ गाइस। हाम्रो गाउँतिर चाहिँ यसलाई भन्छ बरुन खोला। ओ माई गड, के हो यार गाइस, खोला। ओके गाइस, म चाहिँ फाइनली खोला तरिसक्यो होइन। अनि यो चाहिँ बगार, यो बगारतिर चाहिँ हामी होइन बच्चा बेलामा यति धेरै खेल्थ्यो कि होइन। यहाँतिर खेल्ने, हिँड्ने, डुल्ने अनि खाने, ठुलो सपनाहरू देख्ने होइन। अनि यहाँदेखि योदेखि उतापट्टि चाहिँ पसल छ अनि त्यहाँ पसल छ अनि त्यहाँदेखि सट्टा जाने। म चाहिँ यता नजाने गाइस, फेरि यहीँबाट जान्छु। हेर्नुहोस् गाइस, खोला, गाउँको खोला। ओ माई गड, अहिले खोलामा लड्यो भने त बर्बाद हुन्छ गाइस यार। मोबाइलमा पनि स्पाइडर जाल लागेको थियो, कहाँ लाग्यो थाहा नै भयो। ओ माई गड, त्यो यार गाड्न खोज्छ त। ओके गाइस, यहाँदेखि माथि जाँदैछु अनि आइपुग्यो छेउमा खोला गाइस। बाटो चाहिँ उतादेखि रहेछ, म चाहिँ मेन बाटोतिरै जान्छु। हेर्नुहोस् गाइस, यो चाहिँ यहाँ चाहिँ गाडी हिँड्ने उयो रहेछ, पाङ्राको त्यो ड्याम बसेर यस्तो टाइट भएको। यहाँनिर चाहिँ यहाँतिर चाहिँ खोला आएको छैन, खोला आउने भनेको चाहिँ उता खोला साइडमा हो, त्यही भएर यहाँ चाहिँ राम्रै छ। अनि खोलामा पुग्दाखेरि चाहिँ गाडीहरू यताबाट आयो भने भाँचिन्छ। जो चाहिँ खासै उता माथि हो, त्यो गाउँ छेउ हुँदै जाने हो। अहिले चाहिँ म यहाँनिर आइपुगेँ ढोकामा अनि यहाँतिर चाहिँ हाम्रो गाउँको पुरै सबै दाउराहरू, कार्डहरू चाहिँ यहाँनिर स्टोर गरेर राखेको रहेछ। अनि योहरू चाहिँ सबै भोलि पर्सि यहाँदेखि माथि चाहिँ हाम्रो अल टाइम गाडी चलिरहेको हुन्छ होइन, त्यही भएर यहाँनिर चाहिँ सबै दाउराहरू चाहिँ स्टोर गरेर राखेको रहेछ। अनि म जाने बस चाहिँ यता छ अनि यो बसमा चाहिँ म चढेर जाँदैछु काठमाडौँ। अनि यो गाडी चाहिँ सुपर डिलक्स नाम रहेको छ अनि काठमाडौँ टु मरिन।
अनि अहिले 6 बजेदेखि स्टार्ट हुँदैछ अनि माथि हेर्दै लाइट 3-4 बज्छ होला अनि यता हुनुहुन्छ हाम्रो दाइ अनि गुरुआहरू सबै यतै हुनुहुन्छ फाइनली गाइज म चाहिँ रुममा आइसकेँ अनि यहाँनिर देउसन हुन्छ यो चाहिँ आसिम वाइबा मेरो छोरो अनि यो चाहिँ दाइको छोरो लासङ वाइबा अनि यो ढोल्मो वाइबा मेरो छोरी अनि म सन्तोष कुमार वाइबा आजको भिडियो चाहिँ यति नै गाइज भिडियो मन पर्यो भने अवश्य नै लाइक गर्नु होला हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य नै सब्सक्राइब गरिदिनु होला ओके गाइज थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई